सिलिचरबाट आज यहाँ आएर के खेल्ने रे स्केट के जिप लाइन खेल्न पाउँदाखेरि धेरै रमाइलो लाग्यो, खुसी लाग्यो। नडराउनु होला, सबैजना आइदिनु होला, खेलिदिनु होला, मनोरञ्जन ल्याइदिनु होला। धन्यवाद। नमस्ते, म मन्जु सुवेदी, म सुलिचरदेखि। मलाई धेरै ठुलो चाहना थियो, मेरो इच्छा पुरा भयो। तपाईँहरू पनि आउनु होला, रमाइलो गर्नु होला। अनि जे होस् रमाइलो हुन्छ, डर भन्ने चिज हुँदैन। म यस्तो उमेरमा त म डराएन भनेपछि डर भन्ने चिज फालेर आउनु होला, केही छैन। अनि म 95 केजीको मान्छेले मैले मजासँग गरेर आएँ। अनि तपाईँहरू पनि आइदिनु होला। नयाँ साल आउँदैछ अनि फर्स्ट प्राइजहरू पनि एकदम मिलाएर ल्याइदिनु हुने रहेछ। लगानी थुप्रो लगानी गर्नुभएको छ, त्यो लगानी अनुसारको अनि मूल्य चाहिँ एकदम कम लिनुभएको छ, ठिकै हो। ल नमस्ते, मेरो नाम प्रकृति विष्ट, सुलिचर रोल्पादेखि आएको। रमाइलो भयो आज यस दिदीले भनेर आएको खासमा होइन। अनि रमाइलो भयो, एकदम एक्साइटेड पनि थिएँ। मेरो फर्स्ट टाइम हो मेरो चाहिँ होइन जिप लाइन। सो रमाइलो भयो, इन्जोय गर्नु भयो। हजुरहरू पनि आउनु, इन्जोय गर्नु। नमस्ते, बिमला गुरुङ हो। हामी सिलचरबाट आएको यहाँ जिप लाइन खेल्नको लागि साथीहरूसँग सबै मिलेर आएको। ठिकै छ, राम्रो छ। अब यत्रोको लगानी गर्नुभएको छ, 1500 ल्याउनुहुन्छ उहाँ यो खेलेको जिप लाइन खेलेको। अब अरू साथीहरू पनि आइदिनु होला, हामी पनि आउँछौँ। नयाँ साल आउनु लागेको छ, हामी पनि खेलौँला, मिलेर खेलौँला, आउनु होला साथीहरू। आजको विशेष के छ भनेपछि 95 केजीमा हाम्रो म्यामले खेल्नु भएको छ। सम्भवतः उमेर भन्न मिल्छ भनेपछि उमेर मेरो 55 हो होइन। उमेरको 95 केजीको एउटा यात्री मान्छेले एकदम निर्धक्का साथ खेलिदिनु भयो, इन्जोय गर्नुभयो, सबैलाई मनोबल दिनुभयो। विशेष धन्यवाद। गर्दैन भने मान्छेले पनि गर्ने साहस लिनुभयो। गर्दैन भने मान्छेले